टेरिजियम मासु पलाएको चाहिँ कसरी पत्ता लगाउन सकिन्छ त भन्दाखेरि एउटा टर्च लाइट लिने, ऐनामा जाने, यसरी बालेर हेर्ने मासु पलाएको जस्तो देखिन्छ है। सामान्य टर्च लाइटबाट पनि पत्ता लगाउन सकिन्छ मासु पलाएको छ कि छैन भनेर। नमस्कार सबैमा, म पूजा गौतम हजुरहरूको सामु उपस्थित भएको छु। ले चाहिँ बिरामीहरू जाँच गर्ने क्रममा चाहिँ टेरिजियम भन्ने सामान्य आँखाको सतह सम्बन्धी समस्याका बिरामीहरू चाहिँ देखेको पाइन्छ र आज मैले चाहिँ हजुरहरूको माझमा चाहिँ यसको कारण के हो, यो कसरी हुन्छ र यसको उपचार विधिहरू के छन् त भनेर छोटो जानकारी दिन चाहन्छु। हामीले सुन्ने गर्छौँ नि होइन, कसैले कुरा गर्दाखेरि अथवा आफ्नै घरमा पनि कसैको मम्मीलाई कसैको बाबालाई भएको हुन्छ, जस्तै भन्छ हेर न छोरी मेरो आँखामा त कस्तो मासु पलाएको जस्तो देखिन्छ, यो मासु हो र के हो र एकचोटि हेर त भनेर पनि कहिलेकाहीँ हाम्रो मम्मीबाट सुनिन्छ, बाबाबाट सुनिन्छ, कसैको साथीबाट सुनिन्छ होइन। हो यसलाई चाहिँ हामीले के भन्छ त भन्दा टेरिजियम भन्छौँ। ठ्याक्कै कहाँ हुन्छ त भन्दाखेरि जो नाकको साइडमा चाहिँ फ्लेसी ग्रोथ हुन्छ, मासु पलाएको जस्तो हुन्छ होइन, फाइब्रोभास्कुलर ग्रोथको वृद्धि हो, जुन चाहिँ यतापट्टिको सेतो भागमा चाहिँ त्रिकोण आकारमा हुन्छ र बिस्तारै बिस्तारै बढ्दै बढ्दै चाहिँ यो कालो भाग जसलाई चाहिँ हामीले कर्निया भन्छौँ त्यसलाईसम्म छुन पुग्छ। हो यो फाइब्रोभास्कुलर मासुको वृद्धिलाई नै हामीले टेरिजियम भन्ने गर्छौँ है त। यो रोग चाहिँ हामीले एकदम कमन होइन, धेरै बिरामीहरूमा देख्ने गर्छौँ र क्लिनिकमा आउँदाखेरि चाहिँ के लक्षण लिएर आउनुहुन्छ त भन्दाखेरि डाक्टर साहब हेर्नु न मेरो आँखा कस्तो रातो भएको छ, मलाई चिलाइराख्न मन लाग्छ, खासै धुलो धुवामा त म गएको छैन डाक्टर साहब, खै किन आँखामा केही परे जस्तो हुन्छ, धुलो परे जस्तो हुन्छ, मलाई एकदम बिजाउँछ, अनि त्यसपछि धुन्ला एकदम म धमिलो देख्छु भन्ने कुरा चाहिँ बिरामीले भनिराख्नुहुन्छ होइन। मुख्य यो टेरिजियमको लक्षण नै यिनीहरू नै हुन्। यसको मुख्य कारण चाहिँ सुक्खा वातावरण, धुलो, घामको किरणले गर्दा हुन्छ र यसलाई हेलचक्राइ गरियो, सामान्य भनेर सोचियो र हामीले आँखा जाँच गर्न गएनौँ भने चाहिँ आँखाको दृष्टिमा पनि असर पुर्याउँछ। अनि हस्पिटलमा क्लिनिकहरूमा चाहिँ हामीले स्लिट ल्याम्पबाट हेर्ने गर्छौँ मासु पलाएको छ कि छैन, कतिको के छ, कतिको वृद्धि भइरहेछ, कुन स्टेजमा छ भनेर चाहिँ हामीले स्लिट ल्याम्प एक्जामिनेसन गरेर पत्ता लगाउन सकिन्छ। यो टेरिजियम आँखामा मासु पलाइसकेको छ, अब मैले के गर्ने होला त, अब के हुन्छ होला, आँखा पनि रातो भयो, अब यो सन्चो हुँदैन होला भनेर मान्छेको डर उत्पन्न हुँदो रहेछ होइन। त्यसको चिन्ता लिन चाहिँ पर्दैन, सबै समस्याको सोल्युसन हुन्छ। यसको पनि उपचारको कुरा गर्न पर्दाखेरि उपचार के छ त भन्दाखेरि अब यो सानो मासु पलाएको छ, अर्ली स्टेजमा छ भने चाहिँ हामीले आई ड्रप्सले चाहिँ कन्ट्रोल गर्न सक्छौँ होइन, बढ्न नदिनको लागि। अनि त्यसपछि काम गर्न जानु पर्यो, बाहिर घाम छ भने चाहिँ हामीले के गर्ने त, बाहिर हिँड्दाखेरि सनग्लास लगाउने, आँखामा कालो चस्मा लगाउने, धुलो धुवाँबाट जोगाउने गर्दाखेरि चाहिँ एकदम प्रभावकारी बन्न सक्छ है। र अब होइन सानो छैन, अलिकति ठुलो बढिसकेको छ, एडभान्स स्टेजमा छ भने चाहिँ हामीले सर्जरीतिर लाग्नुपर्छ। अब सर्जरी भन्ने बित्तिकै मान्छेमा चाहिँ के डर उत्पन्न हुन्छ त भन्दाखेरि ला मेरो दृष्टि गुम्छ कि, सर्जरी गर्दा मलाई दुख्छ कि भनेर टेन्सन गरेको त पाइन्छ। त्यस्तो आत्तिनु चाहिँ पर्दैन होइन। सामान्य यो आँखाको मासु जुन पलाएको छ त्यसलाई चाहिँ खुर्केर निकाल्ने सानो सर्जरी हुन्छ, त्यो सर्जरी गरिसकेपछि चाहिँ आँखा चाहिँ नर्मल अवस्थामा देखिन सक्छ। सो स्मल केयर टुडे क्यान प्रोटेक्ट यु भिजन टुमोरो। आज हजुरको सानो हेरचाहले भोलिको दृष्टि जोगाउन सकिन्छ। थ्याङ्क यू सो मच।